Hello, good morning, everyone. Right now, I'm at Kolkata, Nepal and India border जानलाई म चाहिँ अहिले काकडभिटा आएको छु बागडोग्राबाट यहाँ बहिनीलाई चाहिँ पुर्याउन आएको बहिनी चाहिँ अहिले तीर्थुम जाँदै हुनुहुन्छ बहिनी आएको 2-4 दिन भयो सो मैले यहाँसम्म ड्रप गर्नु आएँ अनि अहिले म ठ्याक्कै बोर्डरमा छु अहिले एकदम डेभलप भएको छ होइन चेन्जेस भएको रहेछ आइ एम जस्ट कन्फ्युज अनि म चाहिँ अहिले हिँड्दैछु यहाँदेखि चाहिँ फुट अन जाँदैछु अहिले चाहिँ हेर्नु सक्नु नै छ है मैले भ्लगहरू सिक्ने गर्थेँ काफी टाइम भयो म अब गरेको छुइनँ है अब टाइम नभएर टाइम पनि छैन सो फेरि अलिकति घुम्ने अवसर छैन बिजीको बिजी भएर पनि मैले भ्लगहरू गर्नु सकेको छुइनँ है अनि आज एकैचोटि आफ्टर 6 मन्थ या 7 मन्थ यस्तै भयो होला मैले छोडेको थिएँ जस्ट टुडे कन्टिन्यू माई भ्लग वाच गर्नु होला यति नै होला आइ एम नट पर्फेक्ट बट आई एम लर्निङ मेरो पछाडि हेर्दै हुनुहुन्छ है यो माथिल्लो ब्रिजमा चाहिँ फोर व्हिलर कारहरू है ठुलो ठुलो कारहरू चाहिँ हुन्छ अनि अहिले यो मुनिको ब्रिजमा यहाँ चाहिँ एकदम अटोहरू रिक्साहरू मात्रै टोटोहरू मात्रै चल्ने हो है अहिले कति राम्रो मौसम भइरहेछ है अनि म अहिले मेची ब्रिज पुलमा छु मौसम पनि एकदम रमाइलो छ हेर्नु सक्नुहुन्छ है यहाँ अब यता म अहिले मेरो पछाडि जस्ट माई बिहाइन्ड द सिन दिस नेपाल इन नेपाल border and at front I show you my back side है यता चाहिँ इन्डिया बोर्डर अहिले ठ्याक्कै भन्नु पर्दाखेरि बिच स्ट्यान्डिङ I am bridge between in standing right now I'm making भिडियो म बिचमा बसेर भिडियो बनाउँदैछु ल म चाहिँ अब डाइरेक्ट बागडोग्रा जाँदैछु यहाँ ब्रिजमा चाहिँ हिँडेर जाँदैछु यहाँ पर बोर्डर पुगेपछि त्यहाँदेखि चाहिँ बसबाट चाहिँ डाइरेक्ट रुम जान्छु है खासै भन्नुपर्ने के छैन आई हेभ नो वर्ड्स हेरिदिनु होला भिडियो मन पर्यो भने लाइक सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला गाइस